चाणक्य भन्छन् मूर्खलाई बारम्बार सम्झाउनु आफूलाई सजाय दिनु। त्यसैले मूर्खलाई सम्झाउने होइन, आफै साइड लाग्ने हो। गीतामा कृष्ण भन्नुहुन्छ, कर्म गर फलको आश नगर। त्यसैले कर्म गर्छु म, काम गर्छु। त्यसैले अब रोइन कराइन, अगाडि बढ्ने मिसन 87 रोकिँदैन, अगाडि थिएँ। किनकि मलाई इज्जत थियो, डर थिएन। आजदेखि मेरो मौनताको जवाब मेरो सक्सेसले दिनेछ, सफलताले दिनेछ, मेरो स्वाभिमानले दिनेछ, मेरो उचाइले दिनेछ। त्यसैले कर्म गर्नुहोस्, फलको आश नगर्नुहोस्। निरन्तर अगाडि बढिरहनुहोस्, पछाडि फर्किने होइन, रुक्ने होइन, झुक्ने होइन, फर्किने होइन, अगाडि बढिरहने नै। यो नै मिसन 87 को एक प्रकारको दिशानिर्देश हो। जय मिसन 87। कमेन्ट गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, तपाईँलाई म रिप्लाई अवश्य दिनेछु।